टु माई न्यू ब्लग। सो आज चाहिँ म कति दिनको बादमा भ्लग गर्दैछु किनकि म घर आइपुगेँ होइन। अन्त अहिले चाहिँ मेरो भतिजीको बर्थडे छ। सो अहिले चाहिँ मैले आधी दिनबाट स्टार्ट गरेको होइन। पुरा कामहरू पनि लागिरहेको छ होइन। दिन पनि दामी भइरहेको छ, मजाले कामहरू लागिरहेछ। अब अहिले चाहिँ अब यसो कामहरू के छ। अन्त मेरो फेस चाहिँ हेर्नु सक्नुहुन्छ पुरा बेसी बिग्रेको छ होइन। कतिवटा कुराले गर्दाखेरि मेरो मतलब मेरो माइन्ड नै काम गरेको छैन होइन। के हुन्छ कसो हुन्छ यो भ्लगमा तपाईँलाई मन पऱ्यो भने होप लाइक गरिदिनु होला, सेयर गरिदिनु होला। मैले कति दिनको बादमा भ्लग बनाउँदैछु होइन। अरू भ्लग त मैले म्याक्सिमम् मैले हिन्दीबाटै बनाएको छु। अब चाहिँ म कन्टिन्यू नेपालीबाटै गर्छु होइन। हिन्दी पनि बोल्दिनँ, नेपाली कन्टिन्यू नेपालीबाटै गर्छु होइन। टेन्सन छ अलिअलि लाइफमा, तर पनि इन्जोय गर्ने कोसिस गरिरहेको छु। म तपाईँलाई देखाउँछु के कसो हुँदैछ आजको बर्थडे प्रिपरेसन। ओके, अहिले चाहिँ म घरमा छु होइन। मेरो डलहरू यहाँ छ। अब जान्छु म। ओके, आलु बनाउन आँट्नुभएछ भेनाले चाहिँ। के हो यो भेना? वाट इज दिस? यो चाहिँ यसमा आलुमा हाल्नुहुन्छ? सुत्ती भिडियो पो गरेको त मैले। हाम्रो भाउजूको रुम बट्टेकल। खोइ हजुर भन्नु न, यहाँ हेलो गरिदिनु नि। यहाँ हेर्नु न बेबी, छिटो हेलो गाइस भन्देऊ न। हेलो गाइस भन्देऊ न। हेलो गाइस भन्नु त, म फोन दिन्छु। छिटो भिडियो गर्देऊ न तिमी पनि। हेलो गाइस लु क्यामेरा, लु क्यामेरा। चाहनुहुन्छ के भन्न चाहनुहुन्छ? मेरो साली अलिक मोटाएछ, अलिक नराम्रो भएछ। अरू के भन्न चाहदिनँ म। सरम लागेको, मलाई अलिक सरम मानेको अरे भेना। सालीसँग सरम त भन्नुभयो। दिदी बिच्किन्छ नि त। सर्वे पापहरू सर्वे सर्वैका कैसा होता है आरती? नानीलाई पनि सिकाइदिनु। आरती सेक्नु पैसा दिनु पर्दैन। एकपल्ट मात्रै, 3 पल्ट पो सेक्छ त। चढाएको भगवान्लाई, देवी देवतालाई कतिवटा लानुपर्छ बाहिर पनि। अरू यता हाम्रो रेखा दिदीको छोरा, मेरो दिदीको छोरा। तेन तं प्रतिपद्नामि रक्षामा चरमा सर्वे भद्राणि पश्यन्तु मा सर्वे भद्राणि पश्यन्तु हाम्रो चाहिँ नेपालीहरूको यस्तो हुन्छ, पूजा गरेपछि टिका लाउनुपर्छ होइन। यसरी फुलहरू लाउँछ। अहिले चाहिँ पूजा गरिसक्यो, अब एकछिनबाट डेकोरेसन गर्नु छ। त्यसको बादमा तपाईँलाई देखाउँछु म होल। अहिलेको लागि चाहिँ बाई बाई। What is this? मेथीको अचार। कोफ्ता। Oh, wow. खाँदैछ। प्रेसर लो भएर डायरी मिल्क खाएको। तपाईँले चाहिँ के लो भयो? भेना सर शर्माउनु भयो। भेनाजी किन शर्माएको? मेरो भाउजूले बनाएको स्पेसल खिर। भेना स्पेसल आलुदम। वा 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 वा, चाखेर भन्छु ल।
यो चाहिँ मेरो लागि हुन्छ खायो पहिला रोटी खान्छ भाउजू भन्नुहुन्छ कम्ती हाल्नु कम्ती अलिक कम चाल्ने दामी 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 हाल्नु दामी कुक खिर कसैले के खाएको छैन मैले चाहिँ आलु र खिर खाएँ सबैजना बिजी हिनाजु पनि बिजी घरको खिर त मिठो यत्रो किताब महँगो छ म त झन् महँगो हो त मेरो छोरीको योपालि प्लान गरेर बनाएको नि त बर्थडे पनि होइन अन्त अलिक टाढोबाट मगाइदियो डेकोरेसनको चाहिँ टाढोबाट मगाइदियो बडी देखाएको अलमोस्ट डेकोरेसन फिनिस भयो होइन पानी पनि पर्न आँट्यो अन्त अब एकछिनबाट सुरु हुन्छ अहिले यति सिम्पल डेकोरेसन गरिहाल्दै होइन अब गाउँ बस्तीमा त्यस्तो खर्चा त हुँदैन बजार जस्तो तर पनि अब विल ट्राई आवर बेस्ट दिस इज द डेकोरेसन दिस इज द फाइनल सबैजना ह्याप्पी बर्थडे भन्छौँ ल कसले ह्याप्पी बर्थडे भएको छ को साचिन्ची कहाँ गयो त डर लाग्यो मलाई लड्ने रहेछ भाइ त भगवान् डराएको क्या उता देखाइदिनु